साईराम। अब कुन्ती देवीले जसै धर्मराज युधिष्ठिरले श्याम सुन्दरको यस संसारबाट नश्वर शरीरलाई त्यागिदिनु भयो भनेर सुन्ने बित्तिकै त्यो उहाँले आफ्नो प्राण त्यागेपछि दरबारभित्र पूर्ण रूपले रुवाबासी खैला बैला भयो रे। सारा एक कान दुई कान मैदान भन्छन् नि, सबतिर त्यो तुरुन्तै हावाहुरी आए जस्तै सारा राज्यभरि फैलियो रे। र यति लोकप्रिय हुनुहुँदो रहेछ कि उहाँहरू त्यो कुन्ती माताको शरीर छुट्यो भन्दा त्यहाँ कसैले पनि पत्याउन सकेनन् अरे। केही मिनेट अगाडिसम्म मात्रै पनि आफ्नो छोरा अर्जुनको प्रतीक्षामा बसिरहनु भएको खबर सबैलाई थाहा थियो। अनि एकछिनपछि उहाँको शरीर छुट्यो भन्दाखेरि त त्यहाँ राज्यभरि नै पुरा हल्ला खल्ला भयो अरे। अनि मन्त्रीहरूलाई पनि ल्याइनु स्वाभाविकै हो नि है। अब मन्त्रीहरूलाई पनि के लाग्यो अरे त भनेपछि भने ओहो, अब एकातिर हामी त सांसारिक हिसाबबाट हेर्छौँ नि त, एकातिर उनीहरूको मुख्य आधार भनेको भगवान् कृष्णले पनि शरीर छोड्नु भएको त्यस्तो व्याकुलताको वातावरण देखिराखेको छ। अर्कोतर्फ आफ्नी आमा कुन्तीको पनि देहावसान भयो भनेपछि अब यो यस्तो विधि वज्रपात जस्तो अवस्थालाई कसरी सहन सक्ने होला हाम्रो राजा धर्मराज युधिष्ठिरले भनेर मन्त्रीहरू पनि एकदमै उभा अरे है, व्याकुल जस्तो भएर। हुन्छ नि, हामी पनि भन्छौँ नि कहीँ कसैलाई कसैको शरीर छुट्यो भने हामीले देखाउनको लागि यसो बाहिरबाट भित्र जेसुकै भए पनि निदाउरो मुख लाएर हैन दिक्क माने जस्तो भएर एक्टिङ गर्छौँ नि हामी पनि त्यस्तै है। मन्त्रीहरूले सबैजनाले एक्टिङ गरेर कठै। तर हेर्नुहोस् अब कस्तो हुन्छ, समयमा यही हो हामीले लिनुपर्ने हो। धर्मराज युधिष्ठिर चाहिँ मन्त्रीहरूलाई उल्टो के भन्नुहुन्छ अरे, हेर मन्त्रीहरू हो, म त कहिले कहिले कुनै कुनै कुरामा ईर्ष्या पनि राख्नुपर्छ बुझ्यौ भने मतलब ईर्ष्या कहाँनिर राख्नुपर्ने रहेछ त्यो कुरो पनि यहाँ भागवतले हामीलाई सिकाइदिएको छ है। मलाई त मेरी आमा भनेर के गर्नु, कस्तो सौभाग्यशाली खै, मैले यति प्रत्यक्ष उहाँको पाएको थिएँ। पहिला सुन्ने त हामी नै हौँ, अब मलाई खै अहिलेसम्म केही हुन सकेको छैन। मेरी आमालाई चाहिँ हामीले सुन्ने बित्तिकै कानमा कठै मेरो नन्दन नन्दना गोपाल भन्दै शरीर त्याग्नुभयो। वाह, मृत्यु हुनु त त्यस्तो पो होस् त। देख्दैमा सोझै स्वर्गको बाटोवालाई कसैले देखाउनु आवश्यकता छ त अब भन्नुहुन्छ अरे। ल हेर्नुहोस् युधिष्ठिर महाराज, मन्त्रीहरू त छक्कै परेर एकले अर्कालाई हेर्न थाले अरे। अब वरि यस्तो वज्रपातको अवस्था छ संसार, यही हो हामीले लिनुपर्ने। हेर्नुहोस्, त्यस कारणले हामीलाई शरीरको माध्यमबाट न भगवान् शरीर लिएर आएपछि न कृष्णले बस्न पाउँदो रहेछ न रामले पाउँदो रहेछन् है। तर हामी त्यतातिर हुँदैन हामीलाई ध्यान। तर हामीले तपाईँको साई बाबा त त्यो पनि बताइहाल्यो। अब के भने राजन भाउ प्रसङ्ग आउँछ भन्नु परिहाल्यो। अब मेरो भगवान्, अब मलाई त्यो राम र कृष्णको अनुभव छैन, त्यो राम र कृष्ण चिनाइदिनु पनि उहाँ नै हो मेरो लागि। हेर्नुहोस्, उहाँहरूप्रति श्रद्धा जगाएको पनि उहाँले नै हो। त्यसले भन्नु परिगयो, आफूले पाएको होइन, खाएको स्वाद बताउनु परिगयो, नखाएकोको स्वादको वर्णन मात्रै गरेर के गरौँ म। त्यो ज्ञानेश्वरमा दुगडको टिकट लिने ऊ छ नि भाउ, चारखाल अगाडि टिकट लिन गएको त त्यो केटो अहिले अस्ट्रेलिया पुगेको रहेछ। हेर्नुहोस् फेरि है, त्यो केटो त के भन्छ बुवा नरिसाउने भयो एउटा कुरा भन्छु भन्छ फेरि। म त सबैसँग मिल्न सक्ने, हेर्नुहोस् है, भन्नु न भाउ केही छैन, केही रिसाउँदैन म। साई बाबा त मरिसक्यो होइन र, हेर्नु उसले भने हेर्नु भगवान्को अगाडिमा भन्दैछु। त्यसले भाव हुनु पर्यो। हामी चाहिँ बाहिरबाट चाहिँ खुब कति न लोलोपत्तो गराएर भगवान्लाई पनि हामी गर्छौँ, भित्र भाव छैन। अब उसले सबै कुरो जान्दछ, के
के फरक पर्छ भन्नुहोस् त है बाबु भन न के फरक छैन भने मैले अनि तपाईँले ती मात्रै देख्यो भने हामी त टिकट बेच्नु बस्या नि यसो बम्बई जानुहोस् गोवा जानुहोस् कति छन् घुम्ने ठाउँहरू खालि त्यही पुट्टपर्तीको टिकट लिन आउँछ धर्मावरम भनेको छ धर्मावरम भनेको छ बुवा त कस्तो अब हुँदा हुँदा त्यो शरीरै छैन अहिले के हेर्नु जाने अब तपाईँ भन्छ त्यो केटो हेर्नुहोस् है बाबु मैले यसै भने बाबु मेरो लागि बाबा हुनुहुन्थ्यो बाबा हुनुहुन्छ त्यसैले त म जान लागेँ नि बाबा ल बुवा तपाईँसँग नसकिने रहेछ ल ल भयो ल ल ल जानुहोस् बाबा है त हाम्रो हालत त्यस्तो छ क्या त्यो त टिकटवालाको कुरा हो सायरा है हाम्रा सायरा मानिसहरूले पनि मलाई भेटेर भने हेर्नुहोस् बाबा हो एकछिन न तपाईँ पुट्टपर्ती किन गइराखे अब भने खै पहिला पनि बाबाले तान्नु भएको थियो अहिले पनि बाबाले तान्नु भएको छ म कहाँ गएको र भएको कुरा भन्दैछु भयो हेर्नुहोस् उहाँले तान्नुहुन्छ म पुग्छु तपाईँले भनेको कुरा ठिक हो किन भन्दा म यति भाग्यशाली छु कि दिनौँ ओमकार गर्न पाइराखेको छु दिनौँ सुप्रभातम गाउन पाइराखेको छु दिनौँ नगर सङ्कीर्तन गर्न पाइराखेको छु भने मेरो लागि प्रशान्ति लिनु त भगवान्ले नै बनाइदिनु भएको छ नि त सायरा सायद तपाईँहरूमा छैन होला त्यो सौभाग्य म प्रष्ट भन्छु तर पनि मलाई भगवान्ले बोलाउनुहुन्छ म जान्छु हामी चाहिँ नगरिकन सबै थोक खोज्ने भगवान् सिधै भन्नुहुन्छ एउटा इन्टरभ्यूमा मैले खुद देखेको यस्तो भगवान् पत्याउनु कति गाह्रो छ हेर्नुहोस् है तर मैले आँखाले देखेको त्यसले कसरी बुझ्ने हामीले भगवान्लाई भन्नुहोस् त आफ्नै आँखा अगाडि छ हेर्नुहोस् है तर भाव भएपछि नि भगवान्ले जे पनि गर्न दिनुहुँदो रहेछ होइन त्यो भाव हामीसँग भएन भने त्यो तपाईँको हामीले घरमा पनि गर्न सक्दैनौँ त्यो व्यवहार हेर्नुहोस् है एकजना सायरा म नाम नभन्नु मान्छेले नामभन्दा ईर्ष्या हुँदो रहेछ क्या हामी लिनुपर्ने ज्ञान मात्रै दिउँ अहिले हुनुहुन्छ जीवितै हुनुहुन्छ उहाँहरूको साथमा इन्टरभ्यू पाइयो अनि उहाँको एकजना साथी रहेछन् अब है उनलाई चाहिँ असाध्य त्यो के भन्छ हाम्रो अङ्ग्रेजीमा आस्मा भन्छ क्या दमको रोग रहेछ है घिरिघिरिकै हुने सायरा त्यो दमको रोग त कस्तो खतरनाक हुँदो रहेछ भने मैले सेडमा देखेको मैले आफैले पनि देखेँ उहाँलाई ल यो मान्छे त अब भोलि बिहान चित्रावतीमा हामी पनि जानुपर्ने भयो भनेर मैले आफैले ठानेको सायरा त्यहाँ रातभरि सुत्नै सक्दो रहेछ नि मान्छे सेडमा हेर्नुहोस् भएको घटना यो त्यो हेर्नै नसक्ने म त यसो बिउजन्छु आँखा खोल्छ त्यो उनको त्यो अवस्था देख्दाखेरि म आफै डराउँछु हे प्रभु भोलि बिहान त्यही दिन दिउँसो इन्टरभ्यू भयो हेर्नुहोस् है त्यो दमको रोग फेरि कस्तो हुँदो रहेछ फेरि दिउँसो फेरि बिस्तारै हुन्छ ठिक छन् ती मान्छे भनेर ठिक भने मतलब सक्ने क्या इन्टरभ्यूमा अनि उहाँले हेर्नुहोस् कस्तो होला हामी सक्दैन कस्तो के गरे होला भन्नु थाल्छौँ है भगवान् बाबा यता कुरा गर्दै हुनुहुन्छ भगवान् बाबाको हात च्याप्प समात्नुहुन्छ बाबा उहाँले हेर्नुहोस् शारीरिक रूपको कुरा गर्दैछु म हेर्नुहोस् त्यो भावको कुरा होइन प्रत्यक्ष वर्ष अगाडि भएको घटना इन्टरभ्यू रुमभित्रको है अनि मलाई त डर लाग्यो भित्रैबाट क्या यस्तो अनुशासनहीन काम त गर्नु भएन नि बापरे बाप भगवान् बाबाको हात त्यसरी समात्न त नहुने भन्छ मेरो मनले अघि अब कहाँ त्यति मात्रै हो हेर्नु बाबा त अर्को अमेरिकनसँग कुरा गर्दै हुनुहुन्छ उतातिर इङ्ग्लिसमै बिस्तारै थाहा नभए जस्तो वास्तै गर्नुहुन्न भए उसले त बाबाको त्यो हात लिएर अझ त्यो आफ्नो साथीको यसरी सर्टको बटन खोल्छ भए बटन खोलेर बाबाको हातै घुसाएर लाउँछ हेर्नुहोस् बाबा तै पनि केही पनि भन्नुहुन्न भए मैले के दृश्य देख्दैछु यो हे प्रभु हे भगवान् भनेर म त जिल्ल खाँदैछु हेर्नुहोस् एकातिर मलाई अचम्म लागिरहेछ अर्कोतिर कस्तो अनुशासनहीन काम गरे होला यो भन्ने पनि लागेको छ हो कि ल मान्छे हो सोच्नुहोस् त मलाई नै अहिले घरमा भन्नु यी तपाईँहरूले यहाँ स्टेजमा आएर त्यस्तो गर्नुभयो भनेदेखि नबुझ्ने मान्छेले के भन्छ होइन यो के गरे यो बुढो मान्छेलाई यो को हो यो यसको को नजिकको मान्छे रहेछ यो तर यति बेला त यस्तो गरेर नहुने नि भन्छ भन्नु न तपाईँहरू याद गर्नुहोस् सांसारिक हिसाबबाट हेर्नुहोस् एकचोटि यस्तो भगवान् हो यो हेर्नुहोस् है म त जिल्ल पर्छु बा त्यसपछि त बाबा बोलो जल्दी तुम जितना भी करो न सुन्नु तपाईँ लिनुपर्ने कुरा तुम उसके लिए जितना भी करो ना स्वामी को मालूम है स्वामी कुछ नहीं कर सकता है हिन्दी त बुझ्नुभयो होला नि नबुझेकोलाई भन्नु है म बाबाले के भन्नुभयो त भनिबक्सिला भने
त्यो हात घुसाएर उनीहरू कतै केही नबोलिकन उल्टा अनि त्यसपछि फरक्क फर्केर जसले त्यो गर्यो नि त्यो मान्छेलाई तैँले जतिसुकै कोसिस गर न म केही गर्न सक्दिनँ उसको लागि भगवान् बाबाले भने याद गरिबक्छु किन त भन्दा तैँले गरेर हुन्छ उसले मलाई मान्छे ठानेको छ उसले मलाई पत्याएकै छैन भने नपत्याउने अवस्थामा जबसम्म मान्छेलाई हुन्छ तबसम्म म केही पनि गर्न सक्दिनँ कसैलाई ल सुनिबक्छु सर यस्तो भगवान् हो यो बताउनुहोस् अहिले मैले भनेको कुरा हामी आफ्नो घरमा गर्न सक्दैनौँ याद गर्नुहोस् होइन किनभने त्यस्तो भगवान् हेर्नुहोस् त्यस्तै अब यहाँ हेर्नुहोस् धर्मराजले उल्टो त्यस्तो जवाब दिँदाखेरि मन्त्रीहरू छक्कै पर्छन् अरे हेर्नु बाप रे बाप हाम्रो राजा युधिष्ठिरलाई धर्मराज पदवी त्यसै पाएको होइन रहेछ यस्तो यस्तो वज्रपात हामी देखिराखेको छौँ अगाडि डबल वज्रपात परिराखेको छ तर पनि उल्टो उहाँ मेरो माताको मृत्यु देखेर मलाई ईर्ष्या जागेको छ बुझ्यौ मृत्यु हुनु त यस्तो पो हुनु भन्नुहुन्छ अरे हेर्नुहोस् धर्मराज कस्तो हेर्नु बाप है हामी चाहिँ टाउकै माथि दुख्यो भने पनि भगवान् बाबाले भन्नुहुन्छ क्या तिमीहरू चाहिँ अघि पछि यताउता तीर्थमा गएर कतै कोही मऱ्यो भने चाहिँ के भन्छौ अरे भने भगवान् बाबाले भने कति रमाइलो छ बाबाको हेर्नु कति यथार्थ बताउनु भएको छ बाबाले कस्तो राम्रो है त्यो त तर्यो होला नि तीर्थमा गएको बेलामा मऱ्यो नि भन्छौ अरे यहाँ पुट्टपर्तीमा चाहिँ टाउकै माथि दुख्यो भने पनि साई बाबाले ठिक गरिदिनु होला नि गरिदिनु भएन भनेर एक आपसमा कुरा गर्छौ अरे तिमीले मलाई ठेकेदार सम्झेका छौ यस्तो भगवान् हो यो प्रष्ट सिधा वर्ती हुन्छ यहाँ चाहिँ टाउको माथि दुख्यो भने पनि यहाँ त बाबाको हुनुपर्ने नि भनेर जिस्क्याउँछौ एकले अर्कालाई कठै तिमीहरूको अवस्था देखेर मलाई कस्तो अचम्म लाग्छ यस्तो भगवान् हो यसले हामीलाई एक एक सम्झाएको छ बुझाएको छ लिनेको लागि हेर्नुहोस् हामी पो अभागी त भन्नुहुन्छ अरे अब युधिष्ठिर महाराज हेर्नुहोस् किन भन्दा हामीहरू आमाभन्दा भौतिक शरीरको हिसाबले जति हामीले भगवानको आनन्द लुटेका छौँ आमाले बरु लुट्नु भएको छैन तर आमालाई चाहिँ त्यो खबर सुन्ने बित्तिकै यति विधि ओतप्रोत हुनुहुँदो रहेछ कि उहाँसँग उहाँको सम्बन्ध कति प्रगाढ होला सर्लक्क वासुदेव नाम लिँदै परम धाम हुनुभयो धिक्कार होस् हामीलाई हाम्रो यत्रो वर्ष हामीलाई भगवानले साथ दिनुभएको खै हामीले के लिन सक्यौँ ल हेर्नुहोस् भगवानप्रति कति आभार व्यक्त गर्नुपर्ने रहेछ कति कृतज्ञता व्यक्त गर्नुपर्ने रहेछ याद गरौँ त्यस प्रकारसँग आफ्ना मन्त्रीहरूलाई सम्झाउनुहुन्छ अरे युधिष्ठिर महाराजले हेरिबक्सियोस् अब जसै सारा नागरिकहरूले आफ्नो राज्यभरि भगवान कृष्णको पनि परम नाम भएको खबर पाए रे माता कुन्तीको पनि परम नाम भएको खबर पाए रे त्यसपछि सबजना चाहिँ बडो आश्चर्य माने अरे तर यता अब हेरिबक्सियोस् कस्तो होला कहाँबाट आयो होला त्यो शक्ति हेर्नुहोस् भने दैव प्रीति पाप भीति भनिबक्सिन्छ भगवान् बाबा यति दुईटा काम तिमीले गर्न सक्यौ भने जीवनमा तिमीले सफल भयो दैव प्रीति भनेको ईश्वरसँग आजभन्दा भोलि छिनछिनमा अझ बढी प्रेम बढाउँदै जाओ पापसित डराउँदै जाओ यति दुईटा कुरा गर्यो भने मोक्ष पायो मिनेट भरि मारेर हेर्नु त्यो निर्णय लिनलाई मिनेट रे हेर्नु अब घन्टा पनि होइन मिनेट भरिमै आफ्ना भाइहरूलाई बोलाएर के भन्नुहुन्छ अरे भने दुईटा भाइलाई ल बाबै हो अब तिमीहरू दुईजनाले चाहिँ माताको दाह संस्कार गर्ने तयारीमा तिमीहरूलाई मैले खटाएँ तिमीहरू दुईजना भाइहरू चाहिँ त्यो हाम्रो बालक परीक्षितलाई अब राज्याभिषेक गराउने
म त मेरो आफ्नो सबै उसैलाई सुम्पिन्छु, तिमीहरू पनि सब बिहोल भएका छौ, म तिमीहरूलाई के भन्दिनँ, ल म परीक्षितलाई अब आफ्नो राज्याभिषेक गराएर म अब हिँड्छु दरबारबाट, सिद्धि मेरो काम। ल हेर्नुहोस्, अब तुरुन्तको तुरुन्तै हेर्नुहोस् भगवानसँगको प्रेममा कति तागत हुँदो रहेछ, कति शक्ति हुँदो रहेछ। ल हामी आफै विचार गरौँ है। क्षणभरमा यो निर्णय लिनु बक्सिन्छ अरे। हेर्नुहोस् अब यता हामी सांसारिक हिसाबबाट सोचौँ त, त्यो बुद्धिको काम भयो त। तपाईँ हामी बुद्धिको कुरा गर्छौँ नि है, बाबाको भक्ति भनेर मान्छेले पनि के त्यस्तो कुरा गरे होला, कि कसैलाई यहाँ चित्त बुझाएको छैन भनेदेखि नि यो बुढोलाई भनेर सके बिमला साहेबलाई खुसखुस गर्ने बेला आउनुहुन्न भरे म गइसकेपछि कहाँबाट त्यो गौशालाबाट त्यो बुढोलाई लिएर आएको के भने हो त्यो अत्तनु पत्ता कुराहरू। तपाईँ विचलित नहुनु होला, कानले मात्रै सुन्नु होला, प्रतिक्रिया नदिनु होला। मैले तपाईँलाई बताइरहेको छु, याद गर्नु। यो भाव त्यसै पाइँदैन। मान्छेले जाँच गरेर भगवान्ले परीक्षा गराउनुहुन्छ। मैले अस्ति भने तपाईँलाई मैले पनि परीक्षा भइरहेको छ, म परीक्षा दिइरहेको छु हर क्षण हर पल। तर आनन्ददाताको आनन्द पाउन्जेलसम्म आनन्दै आनन्द। हेर्नुहोस् त्यो अब हेर्नुहोस् त, हामीले लिनुपर्ने ज्ञान यहाँनिर छ नि। त्यो बालक परीक्षित खाउँ खाउँ लाउँ लाउँ भन्ने खेल्ने उमेरको बच्चालाई राज्याभिषेक गराउने भनेपछि धर्मराज पदवी पाएको व्यक्तिले, तपाईँ हामी जस्तो सांसारिक मान्छेले एक क्षण सोचौँ त, त्यो कामलाई कसैले राम्रो भन्छौँ त हामी? विचार गरौँ त एकचोटि। यसको अर्थ के? साँच्चीकै भगवानप्रति आस्था र विश्वास भयो भने हामी कठपुतली हौँ, नचाउने त ऊ हो हामीलाई। त्यसैले सूत्रधारी हामी पात्रधारी। यो पात्रलाई यसले नउठाइकन उठ्छ यो हो। त्यसले हामी सबैलाई जगाउने, चलाउने, उठाउने, हिँडाउने, खुवाउने, सुताउने यही भगवान हो। अब यसलाई कुन रूपमा लिनुपर्छ लिनुहोस्। मेरो त राम भगवान हो। यस कम अन, गो अन with your Ram, march ahead. मेरो त शिरडी साई बाबा हो। Yes, go on. But do not hate others. Do not criticize others. तर हामी कस्तो भयो? शिरडी बाबा मान्छेको मतलब सत्य साई बाबा। उहाँ हाम्रो प्यानलमा पर्नु भएन। So what? पाखण्डीपन जसले गर्दा यङ जेनेरेसनलाई वितृष्णा पैदा भयो, जबकि जसको शक्तिद्वारा हामी सञ्चालित छौँ, त्यो मेन फाउन्टेनबाट पानी आएन भने तपाईँ हामीले धारा पानी जतिसुकै मैले त बाथरुममा पानी हेर्नु कतिवटा बाथरुम बनाएको छु मैले घरमा भनेर देखाउँदैमा पानी आउँछ। याद गरौँ, हामी त्यो फाउन्टेनको ख्याल नगर्ने, त्यो ट्याप मात्रै खोलेर पानी नै आएन भने ट्याप घुमाइरहने। त्यस्तो भन्नु हेर्नु त कस्तो साहस होला। अब परीक्षित महाराज पनि बच्चो न हो, एकदम रुनुहुन्छ अरे, कराउनुहुन्छ अरे, मलाई तपाईँहरूलाई कसरी उ गर्ने, मलाई यत्रो बालकलाई यत्रो पुरा जिम्मेवारी सुम्पेर हजुरहरू चाहिँ यसरी हिँड्ने, यो त भएन नि हजुरबा भन्नुहुन्छ अरे। कहिले अर्जुनलाई गएर गुनासो गर्नुहुन्छ अरे, कहिले आफ्नो काकाहरूलाई गएर गुनासो गर्नुहुन्छ अरे। अघि म यस्तो मूर्ख छु, म यस्तो बच्चा छु, म यस्तो अज्ञानी छु, म केही जान्दिनँ, हजुरहरूले मलाई उल्टो शिक्षा दिएर सिकाउनु पर्ने गर्नुपर्ने ठाउँमा हजुरहरू जस्तो सुरवीरहरूले यो म बच्चालाई जिम्मा लाएर हजुरहरू चाहिँ हिँड्ने, यो सुहायो हो? यो संसारले के भन्ला हजुरहरूलाई? भने भागवत त यो रहेछ नि त। यो पाटो हामी ध्यानै दिँदैनौँ। यसको अर्थ के रहेछ त? प्रत्येकको स्रोत, शक्तिको स्रोत हामी प्रत्येक शरीरधारीको को रहेछ त? त्यही ईश्वर रहेछ। अब त्यो ईश्वरलाई तपाईँले जुनसुकै रूपबाट लिनुहोस्, तर हामी जोसुकै किन नहौँ, हाम्रो शक्तिको स्रोत, प्राणको आधार भनेकै प्रभु परमेश्वर रहेछ। हामीले त्यो सत्यलाई छोड्नु भएन।
जबकि त्यो बालक परीक्षित आज जसले गर्दा संसारले भागवत पाएको छ। अब अर्को पाटो हेरौँ। मलाई भन्दा बढ्ता हजुरहरूलाई थाहा छ, मैले त सुने मात्रै हुँ, गर्ने पनि अलिअलि मौका पाएर मैले मेरी आमाको देहावसान भएपछि यो कस्तो मान्छेले भन्छ, गुरुहरूले त भन्छन् नि त्यहाँ गर्नु हुँदैन, वर्षभरि गर्नु हुँदैन, फोटो पनि राख्नु हुँदैन। मैले मेरो भान्जालाई थाहा छ, हुन त यो बाहिर पढ्थ्यो, अब थाहा नहुनु पनि सक्छ, तर गरेका कुरा हेर्नुहोस् कर्म हाम्रो। मेरो आमाको स्वर्गीय हुने बित्तिकै वर्ष दिनभित्रमा मैले यो साई भागवत आफ्नो घरको आँगनमा परिवारहरू बसेर सारा इष्टमित्र बन्धु बान्धवहरूलाई बोलाएर सारा सब बेला कसैलाई पनि सकभर नछोडेर भागवत सुट गरेको छु। त्यस्तै फेरि हेर्नुहोस् यसको हजुरबा हजुरआमा बलराम पौडेल, जसले ऊ नानी तपाईँ भन्नुहुन्छ नि बुवा मैले त्यो सत्यनारायणको किताब चाहिँ गरेँ, मूल त हजुरहरूकै हो तर पछि अर्कै किताब छ है बुवा भन्नुभयो। केही छैन नानी, छोडिदिनुहोस्, हामी नामका भोका छैनौँ, ती भोकाहरूले जेसुकै गर्न दिनुहोस्, भगवान्लाई थाहा छ। हामीलाई त भगवान्ले दिएको आशीर्वादबाट हामी प्रसन्न चित्तमा छौँ। सो वाट, जसले जेसुकै गर न, फल तिमीले पाउँछौ। फेरि बक्सियोस् होइन, उहाँले पत्याउनुहुन्छ मेरो आफ्नै बाउलाई सोची बक्सियोस् कस्तो श्रद्धा होला उहाँमा, सुनि बक्सियोस्। त्यस्तो श्रद्धा भएपछि भगवान्ले तुरुन्तको तुरुन्तै दिनुहुँदो रहेछ। यसको त आफ्नै हजुरबा, यसको आमाको बुवा, सुनि बक्सियोस्। हाडी गाउँमा मलाई बोलाएर खुद भन्नुभएको, भतिजो गाह्रो भयो नि त होइन, मान्छे कि मान्दैन, अप्ठ्यारो मान्यो, बाबु एउटा कुरो मान है, के दादा भन्नु न, किन मलाई साई भागवत सुनाइदिनु पर्यो, म यहीँ आँगनमै लगाएर जाऊ। अब सोच्नुहोस्, अब हामी चाहिँ यहाँ कति वर्षदेखि गयो के चाहियो भन्छ। भाव भएपछि उहाँ यसरी भगवान्सँग एकाकार हुनुभयो कि हेर्नुहोस्, त्यस्तो उमेरमा अब मै त 81 वर्ष लाग्यो भनेपछि अब मेरा बाउ खोजी बक्सियोस् त मलाई खेलाएका भनेपछि उनी त कति थियो होला, 90-92 कति उमेर पुगिसकेका, हरेक उसमा आफ्नो भजन, फेरि टोली भजन गराउने, गणेशको भजन आफै गाउने। कसले दियो त्यो तागत? मैले भन्न खोजेँ त्यो, मैले कुनै मेरो बाउको प्रशंसा गरे होइन, यहाँ याद गर्नुहोस्, मैले यो भगवान्ले कसरी तागत दिँदो रहेछ भन्ने कुरा प्रत्यक्ष हामीले पाएको। मान्छेले कति खिल्ली उडायो होला एकचोटि याद गर्नुहोस् त, के तमासा गरे होला यो हेर यिनीहरू। भागवत भन्न लगाएर उसले कसलाई त भन्दाखेरि बलराम पौडेल, निरञ्जन पौडेल भनेर साईरामहरूले खिसी उडाए, या मेरो कानमा कति आयो हेर्नुहोस्। तपाईँलाई यथार्थ कुरा बताउँदैछु, के नौटङ्की गरे होलासम्म पनि भने हामीलाई। यथार्थ लिन नसक्ने मान्छेले है जे कुरालाई पनि नौटङ्की नै ठान्दो रहेछ, तर त्यसले कसलाई के फरक पर्यो, हामीलाई त आनन्द आयो होइन। मेरो बाउलाई त्यति चाँडो, त्यो फेरि कस्तो बाउ मेरा हेर्नुहोस् त, तपाईँले पत्याउनुहुन्छ। एक दिन आएर मसँग झगडा गर्न आउनु भएको, तर झगडा गर्ने प्रिय, एकदम खेलेर झगडा गर्नेमा, हामी जस्तो त्यसो होइन, साइकोलोजीद्वारा क्या बुझेर, साइकोलोजिस्ट एकदम पोख्त। अमेरिकामा गएर त्यो जमानामा मास्टर गरेको, हेर्दाखेरि त्यति सिम्पल हुनुहुन्थ्यो, त्यसैले भन्छ अङ्ग्रेजीमा सिम्पल लिभिङ एन्ड हाई थिङ्किङ, त्यो मात्रै मान्छे हो। हाम्रो त कस्तो भयो हेर्नुहोस् अघि, पढ्नु गर्नु 22.5 कमाउनु केही पनि छैन, खर्च चाहिँ एकदम अनि बाबामासँग सधैँ तकरार झगडा, खै ल्याऊ होइन मैले दिन्छु। अहिलेको समाज त त्यस्तो भयो हेर्नुहोस्। ल विचार गर्नुहोस्, मैले भनेको कुरा हो कि होइन? एक दिन आएर के भन्नुभयो हेर्नुहोस्, अब हामी दसैँमा सधैँ जाने परिवार हामीहरू त है, उहाँले त अब त्यो बेलामा त गौशालामै थियो हामीसँगै, पछि हाँडी गाउँमा सर्नुभयो है। त्यो बेलामा 70 वर्ष भइसकेको थियो उहाँको उमेर हेर्नुहोस्। ल त्यसले भगवान्ले भन्नुहुन्छ नि, मैले भन्नु खोजेँ त्यो हजुरलाई, कहिले पनि ढिलो छैन है, तिमीले जहिलेदेखिबाट मलाई विश्वास गरेर चाहिँ साँच्चीकै गर्छौ नि, यति विधि आनन्द पाउँछौ कि तिमी आफै बुझ्छौ। मैले त्यो कुरो भनेको हजुरलाई हेर्नुहोस्। बाउ हामीसँग किन रिसाएको भन्नुभयो हेर्नुहोस्। साँच्चै कहाँ के को रिसाउने दादा, ल तिम्रो दसैँमा सधैँ टिका लाउनुपर्छ भनेर भाग छौ भन्नुभयो। के नबुझ्दा त त्यही हो नि त कुरा, किन अब हामी प्रशान्ति लिएर जाने दसैँमा सधैँ, त्यस्तो धुमधामको यज्ञ हुने बाबाको, त्यस्तो रमाइलो, त्यस्तो आनन्द बाबाले एकदम तपाईँको त्यो तपाईँ हाँस्नुभयो हेर्नुहोस्। दसैँको दिनमा नि त्यत्र सारा सबको अगाडि बाबाले अघि यसरी
हीरा मोती पन्ना नवरत्नहरू यसरी अग्निमा आहुति गर्ने यस्तो भगवान हजुर सारा सबको अगाडि खै हामीले लिन सकेको अचम्म लाग्छ मलाई त कहिले कहिले कस्तो होला यस्तो भगवानले साक्षात रूपमा हर प्रकारको अनुभूति प्रष्ट यो आँखाले देख्ने गरिकन सबलाई देखाउँदाखेरि पनि तपाईहरुलाई लाग्दो हो कि हैन यो बुढोले त भर्खर है तपाईलाई शंका लाग्दो हो र अनि एकै पुटप्रतिबाट प्रशान्तले पैसा दिएर खटाछ है क्या हो यसलाई हामी त कहिले नसुनेको कुराहरु सुनाउँदैछ यो भन्ने लाग्न सक्छ तपाईहरुलाई म त्यो भन्छु किन कसैले बताउँदैन सही र सत्य कुरा बाबाको हेर्नुस् खाली अलमल गराएको छ मान्छेले खाली पछि मात्रै डराउनु खोजेर के हुन्छ भगवान चाहिँ भन्ने म एउटालाई पनि पछि लाउन आएको होइन भन्ने म चाहिँ तपाईहरुलाई पछि लाउन खोज्ने कोही कुरो मिल्छ नि आकाश र जमिनको अन्तरको उनले दिएको आनन्दसँग हामी रम्दै नरम्ने कस्तो विचित्र छैन ल हेर्नुस् अनि मैले भने दादा यस्तो ल हामीलाई लैजान मिल्छ त भन्नु नजान्दैछौँ कस्तो हुँदो रहेछ मान्छेलाई आमै के भने होला दादा यो त खुसीको कुरा नि यो निधारले टीका पनि लाउन पायो हजुरहरूलाई दर्शन पनि गराउन पायो कस्तो आनन्द नि त्यसरी मैले दादा दाजुको साथमा लिएर गएर पहिलोपटक ल जाने बित्तिकै त्यो जमानामा हेर्नु सब जवानी भन्नु पर्यो कृष्ण बाबु हुनुहुन्छ है अहिले जानुभएछ त्यहाँ पुट्टपर्तीमा पुगेपछि त के भन्नुहुन्छ दादाले त हेर्नुहोस् बाबु यस्तो धुमधाम रहेछ भगवान बाबाको फर्स्ट उसमै हेर्नु मालबारीको खै नेपालीमा केही किताब पनि छैन केही पनि छैन मै अलमलिया थिएँ अब खोल्नुभयो उहाँले कुरा मलाई त थाहा यसलाई मात्रै मान्ने हो अरू मलाई मतलबै नभए मान्छे पशुपति जान्न थिएँ म तर थाहा छ भन्नुहुन्छ ल हेर्नुहोस् अब त्यस्तो मेरो काका दादा यस्तो भगवानको हुनुभयो कि खै त यस्तो रहेछ बाबाको एउटा पनि नेपालीमा कसैले पनि किताब ननिकाले के अचम्म बाबु ल म चाहिँ इङ्ग्लिसको अलिअलि पनि हेर यताउता गरिहाल्छु ल त मलाई सहयोग गर निकाल्नुपर्छ चलो त्यस्तो ल है हामीलाई यति विधि पेले कि बिचरा दादा त अब म पो बुझाएको छु त सबैले त बुझ्दो रहेन हेर्नु त निराशै हुनुभयो हरे राम 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 हामी यसरी धाउँछौँ यसरी मेहनत गर्छौँ आफ्नै पैसा लगाउँछौँ तर यहाँका यी अर्गनाइजेसनमा बस्नेहरूले हामीलाई किन यसरी पेल्या हो बाबु म त त्यही बुझिदिनँ यो साई अर्गनाइजेसनका मान्छेहरू त अचम्मका रहेछन् भनेर भन्नुहुन्छ बिचरा हेर्नु बसेर अनि मैले दादा यस्तै हो छोडिदिई बक्सोस् देख्नुहुन्छ भगवानले मूल्याङ्कन गर्ने उहाँ हुनुहुन्छ उहाँले हामीलाई आनन्द दिए पुगिहाल्यो नि यिनीहरूका कुरा हामीले सुन्ने मात्रै हो धन्दा नमान्नुहोस् भने हेर्नुहोस् हुँदा एकचोटि कस्तो भयो हेर्नुहोस् अब यस्तो साक्षात भगवान है मेरो काकालाई त त्यहाँ प्रशान्ति लेनमा त्यो कालो गणेशको अगाडि प्रशान्ति लेमको मूर्तिमा जानुभएको मान्छेलाई याद गर्नुहोस् मेन गेटको छ नि त्यो अगाडि अब म नाम लिन्न अघि यिनै गिनेका त्यति बेलाका 101 पदाधिकारीदेखि लिएर जान्ने सुन्ने सबले मिलेर घेरेर दादालाई त धतुरो झार्न थालेछन् बा बलराम पौडेललाई हेर्नुहोस् भगवानको लीला म तपाईँहरूलाई सुनाउँदैछु यस्तो साक्षात भगवान बाबा छँदैखेरि ठमठम हिँड्नुहुन्थ्यो त्यो बेलामा त बाबा ठमठम हिँड्ने बेलामा साइकल हुन हल बनेको थिएन हरेक फङ्सन पूर्णचन्द्र हलमा हुन्थ्यो याद गर्नुहोस् त्यो बेलाको कुरा म सुनाउँदैछु अनि त ल हामीले एउटा गड लिभ्स इन इन्डिया भन्ने किताब करन्जियाको ट्रान्सलेसन गरेको थियो हेर्नुहोस् अनि दादाले चाहिँ बाबु के मैले धेरै विचार गरेँ हेर असाध्यै मैले एक्सर्साइज गर्दा मैले यसको योभन्दा बढ्ता केही पनि पाउन सकिनँ बाबु भनेर जीवित ईश्वर भारतमा भनेर लेख्नु भएको थियो हेर्नुहोस् ठिक छ नि दादा राम्रो हो त नि ईश्वर यदि खोज्छौ भने जीवित ईश्वर छन् आऊ दर्शक गर्न भनेर बाबालाई त एकदम जीवित ईश्वर लेख्ने तपाईँ भनेर सबले धतुरो धार्न थालेछ नि हेर्नुहोस् त्यहाँ यो घटना प्रशान्ति निलियमको मैले तपाईँलाई त्यो लीला भगवानको लीला सुनाउँदैछु याद गर्नु यस्तो सत्य भगवान हो है म भावे त तिनीहरूको पनि म पनि एकदम जुधाहरू मान्छे छु हेर्नुहोस् होइन जे गर्नुपर्छ गरिहाल्थेँ है बिचरा पिल गर्दै आज त मलाई बाबु रुवाए सबले रुवाए मलाई हेर यस्तो भने के लौ न के गरेँ यसको मलाई त छटपट्टि भयो बाबाले त्यो किताब हामीले यसो छाउनु मिल्दैन बाबाले त्यो किताब छोइदिनु भयो भने मलाई पुग्यो नभए त मलाई त साह्रै नै यिनीहरूले मूर्ख बनाए बाबु यत्रो मरि हेर प्रेस पनि धाउनु छ सबै थोक गर्नु छ आफैले छपाउनु छ सब गरेँ यो के गरे होला यिनीहरूले दादा केही फिक्र नमान्नुहोस् हस् भोलिदेखि ल हजुर पनि किताब लिने म पनि किताब लिएर दर्शनमा बस्ने त्यो बेलामा फ्री थियो हेर्नुहोस् लिएर जान पाइन्थ्यो
किताब कापी कलम त्यहाँ बसेर जे पनि लगान पाइन्थ्यो। यो 93 सम्म एकदम फ्री थियो। यो 93 भन्दा अगाडिको घटना याद गर्नुहोस् है। अब हेर्नुहोस् भगवान बाबा कस्तो दयालु हुनुहुन्छ। हामीले लेखेको जति सबै किताब राखेर हामीले बस्यौँ है। एक दिन सट्ट बाबा आउनुभयो बिहानको दर्शनमा। सर देखेपछि मैले हजुर सुन्नु घुँडा टेकेर मैले यसरी किताब राखेँ। बाबाले हेर्नुहोस् एक एक किताब यसरी पल्टाएर हेरेर सब गरेर आफ्नो त्यो चिठी सिठी खाममा हाल्छ नि बाबाले दिएपछि त्यो मान्छेलाई ठक्क राख भनेर दिनुभयो। हेर्नुहोस् अब मलाई पर्यो फसाद हेर्नु सांसारिकबाट त्यही दिन फेरि आफ्नो साथमा दादा हुनुहुन्न हेर्नुहोस् है। अब ल बाबाले त लिनुभयो अब यति हो नि मान्छे है। दादाले नि फेरि मलाई फुलाउनुको लागि यसले भनिदियो नि भन्ने पर्ने हो कि बाबाले त यस्तो गर्नुभयो कति आनन्द भयो भने त भगवानको लीला हेर्नुहोस्। अब दादा त ठ्याक्कै अपोजिट भाग्नुहुँदो रहेछ। झन् आनन्दसँग हस्रुधारा बगाएर उहाँ त एकदम हर्षित हुँदै वाह 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 हे बाबु भनेर दर्शनबाट जब भगवान इन्टरभ्यू रुमभित्र मान्छेहरूलाई लिएर इन्टरभ्यू रुममा पस्नुभयो नि ती हलभित्रै आफूलाई थाम्न नसकेर हर्षको आँसु बगाउँदै बाबाले त के को स्पर्श मात्रै लिएरै जानुभयो नि किताब। अब ती मुलङ्खरेहरूले जेसुकै भनुन् पुग्यो अब मलाई छोड्दे अब म बाँचुन्जेलसम्म भगवानको कार्य गर्छु तिनको काममा हामीलाई गाली गर्ने मात्रै रहेछन् मलाई प्रष्ट पारिदिनु भयो बाबाले भन्नुभयो। यसरी बुझौँ हामी। त्यसले हामीले त्यो यथार्थलाई बुझ्नु पर्यो प्रशान्त बाबु। भगवान हामीलाई बडा मजाले परीक्षा गर्नुहुन्छ। भगवानलाई नै हामीले उहाँको चरणार बिन्दमा प्रार्थना गर्नुपर्छ। प्रभु मेरो सामर्थ्य छैन हजुरको परीक्षामा म पास हुन सक्दिनँ तर सहायता गरिबक्सियोस् प्रभु यति मात्रै हामीले प्रार्थना गऱ्यो भने पुग्छ। यस्तो हो उहाँ त्यस्तै हेरिबक्सियोस्। यहाँ यस्तो यस्तो वज्रपात स्वयं वासुदेव परब्रह्म स्वरूपको साथमा बसेकाहरूको अवस्था सांसारिक हिसाबबाट एकैचोटि त्यस्तो पर्दाखेरि पनि आफ्ना मन्त्रीहरूलाई स्वयं युधिष्ठिर महाराजले त्यसरी सम्झाउनुहुन्छ। अब त्यति मात्रै नभइकन हेर्नुहोस् त्यो सारा कार्य सम्पन्न गरेर तुरुन्तको तुरुन्तै बालक परीक्षितलाई सिरिपेज लगाइदिएर आफूहरू सब त्यहाँबाट हिँड्नुहुन्छ। अब ल बताइबक्सियोस् भागवतको चाहिँ यस्तो किसिमको चाहिँ महानता र यस्ता कुराहरू छन् यहाँ है। अब हामी चाहिँ गन्धने खालि भागवत भागवत बनाएको छ दौड्या छ यताउता गरेको छ किनभने हाम्रो ध्यानमा कता के छ त भन्दाखेरि यसपालिको भागवतमा कति उठ्यो मैले कति पाउने बस। अब त्यो नभएपछि अनि भागवतको रहस्य कसैलाई पनि आएन हेरिबक्सियोस् है। होइन भने यस्तो अमृतै अमृत छ अनि यो अमृत पान गर्नलाई तिमी प्रशान्त बाबु भन्छ। अब तिमी कर्मयोगी मान्छे होइन हामी जस्तो मुलन्दरे जोगी होइन है। हामी त कस्ता जोगी हेर तन जोगी के जोगी मन जोगी पो जोगी भगवानले दामलाई त्यस्तो बनाइदिनु भएको छ हेर्नुहोस् है। तिमीलाई नदेखेर म छटपट्या थिएँ। तिमीहरू दुईजनाको दर्शन पाएपछि मलाई यति आनन्द आयो कि है। यसरी हेर्नुहोस् अब तुरुन्तको तुरुन्तै त्यो बालक परीक्षितलाई राज्याभिषेक गराएर पाण्डवहरू वनवासतिर सवारी भयो। एनीबडी क्यान डु लाइक दिस। अब तपाईँ हामी उल्टो के भन्छौँ म त कृष्णलाई त मान्छु भन्छौँ तर खै त यो कृष्णले देखाएको यो लीला यो ज्ञानलाई चाहिँ हामी समात्न सक्छौँ व्यवहारमा बाँड्न सकेका छौँ हामीले। त्यसैले भगवान बाबाले भन्नुहुन्छ याद गर तिमीहरूलाई त मैले यति सुविधा दिएको छु कि अहिले ममाथि साँच्चै आस्था राख्यो भने भोको राख्दिन नाङ्गो राख्दिन धेरै पनि दिन्न। धेरै दिने बित्तिकै तिमीहरू लाखा पाखा लाग्छौ। यस्तो दयालु भगवान छ उसले वचनबद्ध भएर हामी संसारलाई गराइराखेको छ। त्यसमध्ये पाउने एउटा म पनि छु। 42 वर्षको उमेरमा मैले किताबमा सबै लेखिदिएको छु सायद किनभने के कारणले भन्नु त भगवान लिनेले ल्याओस् न अहिले नलिएर के भयो पछि इतिहास हो नि त थाहा पाउँछ नि मान्छेले। ओहो जसरी अहिले हामी फुस्रो धाक लाउँछौँ नि ती गोपीहरू ती किन भागवत ती गोपिनीहरू किनभने जति लल्लरी गाइदिए पनि भयो
गर्नु केही परेको छैन। हेर्नुहोस्, हामी त्यस्तो भगौडेहरू हौँ। यो यथार्थसँग हामीले आत्मसाक्षात्कार गर्ने। किन डराएको भन्दा त्यही भगौडे स्वभाव भएकोले। होइन भने स्वयं भगवानले भनिबक्सेको छ, अहिले मेरो अवतारमा मेरो काम हेर्नु। भगवानले कति अवसर दिनुभएको छ। त्यो बाल विकासलाई तिमीले अलिकति समय दियौ भने मेरो काम सम्झ, म तिमीलाई भोको राख्दिनँ। त्यसरी भगवानले हामीलाई प्रष्ट रूपबाट सोझै सम्झाएर सारा सबलाई देखाइबक्सेको छ। हेर्नुहोस्, एकजना हुनुहुन्थ्यो, हजुरले पनि सुन्नुभयो होला, डाक्टर जुमसाईको मलाई याद आयो। डाक्टर आर्ट ओम जुमसाई भन्ने व्यक्ति थाइल्यान्डको राज परिवारको सदस्य, नासाको साइन्टिस्ट। हेर्नुहोस्, त्यस्तो व्यक्तिले सबै थोक छोडेर भगवान बाबाको मिसनमा म लाग्छु भनेर पूर्ण रूपले लाग्नुभयो। नेपालमा मात्रै 3 पटक आउनुभयो। त मैले हजुरलाई बाँड्न खोजे के त भनिबक्सेला भने यो हामी जस्ता ऐरे गैरे नथु खैरे होइनौँ। अब्दुल कलाम जो कि मिसाइल म्यानको नाममा विश्व प्रख्यात वैज्ञानिकको रूपमा सुविख्यात हुनुहुन्छ, भारतको राष्ट्रपतिको रूपमा पदासीन हुनुभयो। यो मेरो आँखा अगाडिको घटना हो। प्रशान्ति निलयममा राष्ट्रपतिको हैसियतले आउनुभयो। आउँदा भाव हुनुपर्दो रहेछ। उहाँ राष्ट्रपतिको हैसियतले नोभेम्बर 22 को दीक्षान्त समारोहलाई सम्बोधन गर्नलाई उहाँको काम थियो। सारा गार्डहरू अब राष्ट्रपति त हुने पनि होइन, त्यो शान्ति निलयममा। अब भाव हेर्नुहोस् उहाँमा कस्तो रहेछ। मुस्लिम भएर के गर्ने हेर्नुहोस्। भगवानले हामीलाई त्यसरी देखाइबक्सेको छ। मैले भन्ने खोजेको क्या, कुनै जातपातको कुरो छैन, भावको भगवान नै छ। एउटै मात्रै जाति छ यो संसारमा, त्यो हो मानव जाति। यदि तिमी मानवता रहित भएर बाँच्छौ भने तिमीले जतिसुकै धाक लगाऊ, धक्कु लगाऊ, सो वाट भनिबक्सिन्छ। त्यसरी प्रत्यक्ष रूपबाट उहाँले भनेको हेर्नु। मैले कन्भोकेसन एड्रेसमा म खुत्ती छु, मैले सुनेको। मेरो अहिले पनि यो शरीरमा त्यो रौँहरू ठाडो हुन्छ उहाँको त्यो शब्दहरू सुन्दाखेरि। त्यत्रो विशाल व्यक्तित्व व्यक्तिले के भनेको थाहा छ? हेर्नु, त्यो विद्यार्थीहरू तिमीहरू कति भाग्यमानी छौ, तर तिमीहरूलाई आफ्नो भाग्यको थाहा छैन। एउटा सूर्यको तेज मान्छेले थाम्न सक्दैन। कैयौँ सूर्यको तेजलाई आफूभित्र समाहित गरेर तिमीहरूसँग स्वयं त्यो सूर्य रूपी प्रभु खेलिराखिबक्सेको छ। तिमीहरू पत्याउँछौ। सार्वजनिक रूपमा उहाँले व्यक्त गर्नुभएको छ। याद गर्नुहोस्। भने हामी त्यस्तो भगवानको साथमा पाएर पनि हामी हेर्नुहोस् नौटङ्कीमा पल्कियौँ। कठै भगवानलाई कस्तो लाग्दो हो हेर्नुहोस् त हाम्रो अवस्था देखेर। र हामी सोचौँ त यहाँ कुनै तर्कको आवश्यकता छैन सायरा। यहाँ कुनै विवाद गर्नुपर्ने कुनै जरुरत छैन सायरा। जति तपाईँले सहन सक्नुभयो बाबाको नाम लिएर, तपाईँले जति गाली कसैले गर्छ भने त्यत्तिकै आशीर्वाद पाउनुहुन्छ। यसमा एकदम दृढ हुनुहोस्। यो व्यक्तिको आफ्नो स्वानुभूति तपाईँहरूलाई बाँड्दैछ, तर त्यो सामर्थ्य धेरै गाह्रो छ सहनलाई। हेर्नुहोस्, त्यसको लागि तपाईँ हामीले एक्सर्साइज गर्नै पर्छ। मैले पनि बाबा जाने, मलाई पनि थाहा भयो, म पनि एकचोटि पुट्टप्रति गएको छु, मैले पनि बत्ती गरेको छु। ती सबले सहायता गर्न सक्दैन। अब पाण्डवहरू यस प्रकारसँग सजिलै रेल हेर्नुहोस्। अब जतिसुकै कराओस् त्यो परीक्षित बालक, त्यसले कति गाह्रो रहेछ त। सोच्नुहोस् त, हामी चाहिँ व्यवहारमा हामी के सोच्दछौँ, यिनै पनि तपाईँलाई कता आफूलाई चित्त नबुझेको कुरो मैले के भनेको छु यथार्थ भनेदेखि चाहिँ खै कता कता यो बुढोले कतिमा ठेक्का लिएर आएको हो, कुनै विमलासँग के भनेको थियो विमलाले, त्यति पो बोले हो कि क्या हो भन्नु लाग्नु भएको छैन तपाईँहरूलाई।
हेर्नुहोस् यस्तो छौँ हामी त शङ्कालु बाबा भन्नुहुन्छ डाउटिङ थोमसेस भनेर गाली गर्नुहुन्छ हामी सबैलाई बाबाले हेर्नुहोस् हे शङ्कालुहरू तिमीहरू खालि शङ्का लिएर लङ्का जलाउन यहाँ मेरो वरिपरि बसेका छौ भनेर जिस्क्याउनुहुन्थ्यो बाबाले हेर्नुहोस् हामी बहुत सौभाग्यशाली छौँ सायराम यस्तो सौभाग्य त तिमीहरूले मेरो कृष्णको पालामा पनि पाएका छैनौ है याद गर हेर्नुहोस् फेरि भगवान्ले नै हामी आँखा खोल्न खोज्नेको लागि आँखा खोल्ने अवसर दिइबक्सेको छ फेरि बक्सियोस् त्यो पो छ त आनन्दको कुरा त हेर्नुहोस् हामी फेरि पनि तर्क गर्नु पर्दैन अब यो कति दुःख लाग्दो र बाहिरी रूपबाट हेऱ्यो भने कति दयनीय अवस्था भयो होला त्यहाँनिर तपाईँ हामी आफै कल्पना गरौँ त त्यस्तो जान्ने सुन्ने भनाउँदाहरूले त्यो हुनुपर्ने यसो अर्को पाटो हेर्नुहोस् त ल बुवा हजुर नै भन्नुहोस् त मैले बुवा भने है माफ गर्नुहोस् फेरि उफ्रिनु होला ए त्यहीसँग म घुम्या होइन तेरोहरू मेरो उमेरको विचार गरेर तैँले थाहा पाएको पनि बता होइन तैँले मलाई बुवा भन्नु होला होइन भने यिनीहरूको बुवा भने क्या मैले बुझिबक्स्यो त्यसरी बुझिबक्स्योस् है यसलाई हेरिबक्स्योस् कति गाह्रो हुँदो रहेछ त्यो देखिबक्स्यो अब हामीलाई अलिकति मात्रै समस्या आउने बित्तिकै हामी के भन्छौँ अरे मलाई मात्रै किन यस्तो पर्या होला होइन हामी अज्ञानी भएको हुनाले मात्रै हो हेर्नु त्यहाँ स्वयं पर ब्रह्म परमेश्वरसँग जसले खेलेको छ उनीहरूसँग जसले सारा रक्षा गरेको छ उनीहरूलाई परेको वज्रपात हेर्नुहोस् त अहिले कस्तो छ त्यसरी लिनु पर्यो हामीले अब कति दयनीय अवस्था देखियो होला त्यहाँनिर हामी आफै कल्पना गरौँ त त्यो परीक्षित बालक बिचरा त्यो सिरिपेज धारण गरिदिएको छ उसलाई अनि उनीहरू सुरु जङ्गलमा गएका छन् हिँडेका छन् अब ती जनतामा पनि कति खैला बैला भएन होला र याद गर्नुहोस् त अब यसै गरी विचार गर्नुहोस् अब यी पनि राजा त्यही राजा मात्रै हुनु खोजेर भएर सबै राजा त्यसले गर्दा तपाईँ हामी सबै चुपरुक हाम्रो धेरै राजा छन् त्यसले हामी जुका भन्ने ल चुस बाबु चुस हामीले चुस कति चुस्नुपर्छ भन्ने बस त्यही के हो तपाईँ खुसखुस गर्नुभयो नि ए भने मतलब टाइम भइसक्यो बुढो कराउँदैछ भने हो जस्तो लाग्यो ठिक ल ल ल ल ल ल आजलाई यहीँ विसर्जन ल होइन सिद्धियो अब खुसखुसु भएपछि सिद्धियो कुरो ल अब भजन गरौँ बस जान्थ्यो अब सिद्धियो अब भोलि ल अब एउटा भजन कसैले गाइदिउँ अब आरती गरौँ 6 त बजेछ नि घडीमा सत्य साई